ल सबैजना नमस्ते। म चाहिँ अहिले फोकस मल्टिएग्रोमा छु। हामीले यो अब आउने सोमबार यानि कि वैशाखको 15 गते 15 भन्ने जुन अफर लिएर आएका छौँ, धेरैजनाले कन्फ्युज भएर अथवा जिज्ञासा लागेर सोध्नु भएको छ, आखिर के हो यो 15 भन्नुभएको छ। हामी प्राय वैशाख 15 को दिनलाई तरबुजा खाने दिनको रूपमा मनाउन खोजिरहेका छौँ पछिल्लो 3 वर्षदेखि यता। र तपाईहरुले 115 रुपैयाँमा वैशाख 15 गतेको दिन 15 मिनेट अनलिमिटेड तपाईहरुले तरबुजा खान सक्नुहुन्छ। र धेरैजनाको जिज्ञासा के छ भने 115 मा त कहाँ 1 केजी त एउटा तरबुजा खान सकिन्छ भन्नुभएको छ। यो तरबुजा तपाईहरुले खान सक्नुभयो भने लगभग यो 2 किलो भन्दा बढीको छ होला। यो तपाईको 70 रुपैयाँ केजी पर्छ भनेपछि 140 तपाईको पैसा उठ्यो है। यो तपाईको 100 रुपैयाँ किलो छ, भित्रपट्टि बुदी पहेँलो हुने, यसलाई हामी आरोही भन्छौँ। यो तपाईहरुले खानुभयो भने तपाईको खर्च उठिहाल्यो। र यो हामीसँग मोस्ट प्रोबेबली MW2 भन्ने कर्मा जातको भेराइटी, यो पनि एकदम गुलियो भेराइटी छ। यो पनि तपाईहरुले एउटा खानुभयो भने 115 रुपैयाँ तपाईहरुको असुल हुन्छ। असुल सँगसँगै तपाईहरुलाई गर्मीमा यसले चाहिँ नि आनन्द शीतलता प्रदान पनि गर्छ। तपाईहरु नजिकै आसपासमा हुनुहुन्छ भने वैशाख 15 गते फार्ममा आइदिनु होला। स्थानीय उत्पादन युवाहरूले उत्पादन गरेको कुरालाई पनि तपाईहरुले प्रमोट गरिदिनु होला। र तपाईहरु टाढा हुनुहुन्छ भने तपाईहरुले अर्डर पनि गर्न सक्नुहुन्छ। हामी तपाईहरुको नजिकै ट्रान्सपोर्टको व्यवस्था छ भने त्यो व्यवस्थालाई मध्यनजर गर्दै हामी पठाउने व्यवस्था पनि गर्छौँ। ट्रान्सपोर्टेसनको थ्रुबाट हामी तपाईहरुलाई डेलिभरी पनि दिन खोजिरहेका छौँ। हस्, धन्यवाद।